Guys, this is a सतुवा प्लान्ट हाम्रो गाउँघरतिर चाहिँ एउटा परम्परागत रूपमा औषधिको रूपमा प्रयोग गर्छ अनि यो चाहिँ यहाँ जङ्गलमा टक्क बसिरहेको छ 13-14 वर्ष भयो होला यो चाहिँ विशेष गरेर हाम्रो गाउँघरतिर चाहिँ ज्वरो अनि चोटपटक घाउतिर चाहिँ विशेष गरेर यसको प्रयोग गरिन्छ अनि अरु भन्नाले चाहिँ यो सुन्निएको किरा सर्पले टोकेको ठाउँ अनि एउटा पाचन प्रणालीको समस्या भएको व्यक्तिहरूको लागि यो प्रयोग गर्छ र यो परम्परागत रूपमा नि यो औषधि पनि दुर्लभ हुँदै पनि गइरहेको छ यो वन विनाश हुँदै गएको कारणले पनि होला लगभग मलाई लाग्छ तर यो दबाई भन्दैमा अब मात्रा भन्दा बेसी खायो भने चाहिँ एउटा विषाक्त पनि हुन सक्छ मेरो देखाइमा यो कसले रोकेको रहेछ यो भरे सम्ममा कोई बात नहीं हम तो चूतिए हैं भरे यो ग्याप भइसक्यो हैन त एकदम नि मज्जाले यसको फेरि यो फुल पनि हैन यो फुल हैन त यसबाट चाहिँ बिउहरू नि हुन्छ क्या अब यसबाट बिउ पनि झर्छ पत्ताहरू पनि लगभग 10-12 पत्ता होला यसको हाइट पनि देख्दैन भाइ हाइट त छ नि झन्डै 2 फुट चाहिँ 2 फुट जति अनि त्यो पनि गएको होला यस्तो हुन्छ यसको माल चाहिँ हैन भरे यसलाई चाहिँ